कहाँ अरे भाइ यो डाँडा चाहिँ डाँडा हो कुन डाँडा डाँडा सितलीमा आउँदैछौँ हामी कस्तो छ कोही उकालो छ के हो भरे आउँदाखेरि यस्तो छ ठाउँ एकदम भिड ला ओइ भरे यो उकालोमा ओइ हल्का ओइ कहाँ आएको बवाल बवाल ओइ यहाँ गोठ आउँदो रहेछ यार अम्मौ त्यो उन्दोपट्टिको मजा लाग्दैन क्या के हो अन्त बल्लाइले ब्रेक लाग्यो अम्मौ के छ अरे खबर खाबर भाइको म चाहिँ मर्न आँटेको छु आज हामी कहाँ छौँ भाइ भन्दै भन्दै खेप मलाई यहाँ चाहिँ आया खुट्टा दुख्यो यहाँ मान्छेले कहाँ लियो मलाई याद छैन यार आज हामी चाहिँ सितली भन्ने डाँडामा आएको छौँ साइकल राइडिङ गर्दै मेरो साथमा हुनुहुन्छ अरुण राई यो एकदम रमाइलो ठाउँ रहेछ रमाइलो पनि भयो क्रिसका गाना सुनेका एकदम रमाइलो ठाउँ छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ सितली भन्ने डाँडाबाट हामी फर्किने क्रममा छौँ सितली डाँडा आइएको थियो घुमफिर भयो बाले रहेछ मेरो अगाडि साथमा हुनुहुन्छ अरुण भन्ने चोर पनौती आइज भाइ ठाउँ चाहिँ एकदमै बोबा रहेछ भन्दा अब डाँडामा रहेछ चिसो चिसो एकदम बिर्तामोडबाट 2 घन्टा साइकलको राइडिङ गरेर आएको अब जाँदा पनि 2 घन्टै लाग्छ उकालो पनि छ एकदम तर पनि केही छैन हामी हिँड्ने प्रयास गर्छौँ